ग्रे लिस्टमा परेको सम्बन्धमा भन्नुभएको छ। यो अघिल्ला सरकारहरूले के गरे ग्रे लिस्टमा नपारौँ भनेर बचाउन खोजेको समय नै पुगेन। हामीलाई बिग्रिसक्यो रहेछ, धेरै बिग्रिसक्यो। ग्रे लिस्टमा त अहिले ग्रे लिस्टमा पर्यो, कपी काट्या बेला फेल भएको हो र जाँच्दिने बेलामा फेल भएको भन्ने थाहा पाउनु पर्दैन। पढ्ने बेलामा फेल हुन्छ, जाँच्दिने बेलामा फेल हुन्छ, अनि कपी काट्ने बेलामा त जे छ त्यही अनुसार नै नम्बर पाउने हो। लगाएर 10 वर्ष थुन्यो, मुद्दा सिद्धिएपछि अरू 4 वर्ष फ्रीमा थुन्यो। फ्रीमा मुद्दा छैन, केही छैन, यत्तिकै थुन्यो। यस्तो प्रणालीको विरुद्ध लड्नै पर्थ्यो, लडेको हो। त्यस्ता प्रणालीका नायकहरू अधिनायकहरू फाल्नै पर्थ्यो, फालिएको हो। म निवेदन गर्छु त्यसका निम्ति हाम्रा मान्यज्यूहरू, युवा मान्यज्यूहरू, त्यसमा पनि नयाँ नवीन चेतनाका मान्यज्यूहरू कहाँ 1000 वर्ष पुरानो प्रणालीको सम्भाग भएर त्यसको वकालती गरेर धन्न कालोकोट लाउनु भएको छैन। म धन्यवाद भन्न चाहन्छु वकालतीका लागि। त्यसको कहाँ गरेर हिँड्नु भएको। तर धारा 270 ले अधिकार दिन्छ नै, अधिकार दिन्छ। तब त हामी यहाँ संसदमा छौँ। अधिकार पाइएन र? हामी संसदमा छौँ। विचार व्यक्त गर्न पाइन्छ, थोत्रो पनि विचार व्यक्त गर्न पाइन्छ, विचार व्यक्त गर्न पाइन्छ जति थोत्रो भए पनि। तर त्यसका लागि म धेरै भन्न चाहन्छु। आह्वान कसले गरेको थियो? चैत्र 15 गतेको त्यस वितण्डाको आयोजक को थियो? अहिले कोही माई बापै निस्किँदैन त्यो दिनको घटनाको। बेवारिस जन्माउने को? मातापिता को हुन्? पत्तो छैन अहिले त। तपाईँ हो भन्दा म त होइन भन्छ, तपाईँ हो भन्दा म त होइन। कोही पनि होइन, सबै निर्दोष छ। के ती घर आफै दशा लागेर जले? के ती घर आफै त्यो जडीबुटीको औषधि कारखाना दिक्क लागेर अब जल्छु भनेर आत्मदाह गरे हो त्यसले? त्यसले नै कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार हो। कहाँ भाग्ने? कहाँ भाग्ने? एउटा थोत्रो संस्थाको तर्फबाट, मक्काको खिएको ढलेको सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लर्कार्ने, भाग्नुपर्छ तिमीहरू भनेर